एभ्रिवान वेलकम ब्याक अनदर रियाक्सन। आजको रियाक्सन रहेको छ प्रभात बस्नेतको तर्फबाट रहेको छ शेरबहादुर देउवा होम कमिङको मिम र यस्तो झारे पातेहरू। यसको अनुहार देख्दै कुच्याउन मन लागेको छ। भुत्रो मिम रियाक्ट गर्नु अब के भए रहेछ कस्तो भए रहेछ हेरिदिउँ है त। अब खोक्या देखाएको थियो माथि वार्तालीबाट गरेर बुझ्ने केही पनि होइन त्यस्तो झारे पातेहरूको। अब हेरिदिउँ है त एकचोटि। पहिलो डोजको म्याच सकिन लागेपछि दोस्रो चरणको जेन्जी थेरापीका लागि देउवाको नेपाल पुनरागमन। देश सकेकाहरू अब कांग्रेस सक्ने होडमा कसिएका छन्। अनुहार देख्दै कुच्याउन मन लाग्ने क्या रन्डीको बानको त। अस्ति 23 गते कुच्याएर नि अब फेरि कति करोड अरब खर्च गरे पनि भ्रष्टाचार गरे पैसाले फेरि उहाँ फेरि टालेर आएछ मान्छे थर्ने त। कब हो क्या ये देउवालाई किन यति धेरै सपोर्ट आज यति धेरै मान्छे हुनुहुँदो रहेछ नसोचेको भन्दा धेरै हुनुहुँदो रहेछ जस्तो लाग्यो। माया यति चोखो यति मिठो देउला तिमीलाई माया पहिला ठोक्ने त्यसपछि पछि माया। ठीक हो, पुराना प्रेम का पहिला लोत पारे ठोक्ने त्यसपछि माया। माया हो सबै गतिको माया। आज धेरैजना पश्चिमको साथीहरू हुनुहुँदो रहेछ त। पश्चिमलाई चिनाकै देउवाले हुन् त दाइ। अरू के भन्न चाहनुहुन्छ गगन थापालाई के भन्न चाहनुहुन्छ? यस्तो झारे झोले छ नि त पश्चिममा धेर झोले धेर भएकै पश्चिममा हो क्या माकुरी। यस्तो झारे पातेलाई 5 पटक प्रधानमन्त्री बनाएपछि भुत्रो बन्छ त पश्चिम। थाहा छैन यस्तो झारेहरू झोलेहरूलाई। गगन थापालाई मात्र होइन अहिलेको यो घन्टेहरूलाई पनि हामी के भन्न चाहन्छु भने सेरे आइसक्यो। होइन हो सेरे शेरबहादुर देउपा नै हामीलाई सभापति पनि आउने दिनमा प्रधानमन्त्री पनि शेरबहादुर देउपा नै हामीलाई चाहियो। कुरा एउटा बोल्न नजान्ने माकुरी को रहेछ यो। मासु र भात कति दियो भने रनमती कुरा एउटा बोल्न आउनु रहेछ। स्वागतको लागि के तयारी गरेर आउनु भएको छ? के तयारी गर्नु भेट्ने लिएर जाने नि भेट हुन दिएनन् भने प्रहरीले होइन प्रहरी दिएन भने भोलि भेट्ने नि। त्यही त धड्कन हो हाम्रोमा। आज दिदी र शेरबहादुर देउवा भनेको हाम्रो मुटुको धड्कन हो। होइन होला धड्कनै रहेछ। थाहा भयो मैले थाहा भयो। अबको केही दिनमा हामी 84मा पुरा शेरबहादुर देउवाले लिएर हामी प्रधानमन्त्री हुनेछौँ। 84 को चुनावमा प्रधानमन्त्री। हेर यस्तो यस्तो अनपढ गवार जङ्गली अनपढ के भन्ने के यस्तोहरू छ। अनि यस्तोहरूलाई के भन्ने क्या कुकुर भन्दा नि तल्लो छेउको छ। 84 को चुनावमा जिताएर प्रधानमन्त्री बनाउने रे। 84 को चुनाव जितेर प्रधानमन्त्री हुन्छ खाते झोलेहरू। यो दृश्य हेरौँ, यो ठाटबाट हेरौँ, यो शान र सौखत हेरौँ। एआई हो एआई, यो सबै एआई हो। कांग्रेस नै भन्छु, झोले भनुन् जे भनुन् आई डोन्ट केयर। बच्चादेखि नै मेरो बाउ मम्मी झोले होइन महा झोले भन्छ नि त जस्तो राणीहरूलाई त। कांग्रेस नै रोजिया थियो अनि त्यही भएर चाहिँ हामीले पनि कांग्रेस नै रोजिया हो। एकदम राम्रो गरिसकेको छ। बाबुआमाले नै काङ्ग्रेसै रोजिस्या अनि मैले नै काङ्ग्रेसै रोजिस्या अरे। योभन्दा अगाडि भइसकेको थियो नेता जस्तो धेरै राम्रो गरिसकेको थियो। 7-7 चोटि प्रधानमन्त्री हुनु भनेको धेरै राम्रो कुरा हो। 7-7 चोटि प्रधानमन्त्री धेरै राम्रो कुरा हो। तपाईँ पनि बुहारी बनाउँछु भनेर भने होला नि त त्यही भएर त गयो होला नि। त्यही गुच्चीको प्राडाको के को अस्तिको त्यो फालेको ब्यागहरू तँलाई दिन्छु भने होला नि। आजको महाशेरलाई थाहा भयो नि पुरै नेपाल हेर्ने कि हलेन आज हले पुरै हल्ले कति हल्ले म त त्यही भएर पो अस्ति त कस्तो भूकम्प आइगयो भने सोचिरहेको थिएँ म। उता कम्बोडिया र इन्डोनेसियामा भूकम्प गएकै सेर नेपाल आएर रहेछ। सेरेको आगमन भएको छ। अब गगनले सानीपा खाली गर्दा हुन्छ।
शेरबहादुर देउवाको स्वागतको लागि खटिनुहुन्छ? हामी खटिन्छौँ, पानी असिना परे पनि हामी तपाईँ शेरबहादुर देउवाको लागि मर्न स्याल बाँदर कराएको क्या बाँदर कराएको शेरबहादुर देउवालाई मर्न तयार छ। अस्ति 23 गते शेर एक भाग कुटाइ खाइदिए भए भइहाल्छ नि। मर्न तयार छु। ह्यान्डसम मान्छे देखेर फिक्री भएको बरु जा गएर आफ्नो बोरा हेर कतिवटा टी सर्ट बिक्री भएको। तिनीहरूको आइडल होस्, तैबाट सिकेको होला। यो तिनीहरूको आइडल हो, यहीबाट सिकेको होला। तिनीहरूले गल्ली गल्लीमा हल्ला गरेर यिनीहरूको टी सर्ट बिकेको होला। हो दर्शकबिन, नेपालमा जस्तो जेन्जी थेरापी विदेशमा कतै पनि नपाएपछि नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा अन्ततः नेपाल नै फर्किएका छन्। थेरापीले गर्नुपर्छ एकचोटि। गत भदौ 24 गते पहिलो डोज फेला पारेका उनले फेरि दोस्रो डोज बेलैमा लिनका लागि नेपाल आएको बुझिएको छ। विधानसभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको गणतन्त्र आज ज्ञान छ किन अरू सक्छ यहाँ अभिबद्धता। यसको थुतु न के हेर्नु, यसको बोली के सुन्नु, बोली एउटा बुझ्दैन। एउटा कुरा त स्पष्ट रूपमा बोल्न नसक्ने यस्तो मान्छेलाई छ नि हाम्रो गाउँतिर भएको भए लाटा भनेर भत्ता दिन्थ्यो क्या। यो खातेलाई त कहाँबाट प्रधानमन्त्री नेता बनेको त्यो चाकडी गरेछ, त्यसपछि त्यहीँबाट यताउता राजनीतिमा लागेर उहाँ प्रधानमन्त्री भएछ क्या। नत्र त यस्तो बोली आउनेलाई त हाम्रोतिर त अझै लाटा भनेर भत्ता दिन्छ रन्डेको भए। नसुना भो तेरो प्यार 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 गर्ने बाजाको भाषण राजतन्त्र र प्रजातन्त्रको कुरा गर्छ। राजाको शासन छैन अझ यो राजाको शासन। म त खै के भइरहेछ। एउटा मान्छेलाई फेरि नराम्रो अनि अलिअलि पैसा ठोक्छ। त्यसपछि पैसा भएपछि म नक्कली पासपोर्ट बनाएर विदेशतिर छिर्छु। आजको फ्राइडे गुड बनाउन आएको तर गुड होला जस्तो लागेन, ब्याड भइरहेछ यहाँ। कुन पार्टीमा हाल्नुभयो तपाईँले भोट चाहिँ? मैले त घन्टीमा। मैले चाहिँ पर्सनल्ली रूपमा शेरबहादुर देउवा राम्रो लाग्ने भएर उहाँले गरेको कामहरू राम्रो लाग्ने भएर आएको हो होइन। र मैले अब घन्टीलाई नै भोट हाल्दै आएको। कति दियो कुनै केटाहरू बेरोजगार छ, 500,000 दिएर मासु भात ल्याम्म फर्काउनु दिएपछि त गल्ती छैन भने जुन कुराहरू अब पैसा भेटेको कुराहरू के हो बुढालाई नै थाहा होला होइन। भोटसोट भनेको अब घन्टीलाई नै हालिदियो हो, के ढाँट्नु होइन, हालिदियो नि। अब आज चाहिँ यसो रमाइलो हेरौँ भनेर आएको। अब बुढा कसरी आउँदो रहेछन्, धेरै पछि आउँछ। यसो टिभी सिभीमा पनि देख्न पाएको छैन हो मुख होइन। अब घर बस्दा बस्दा दिक्क लागिरहेको थियो, फुर्सदमा थिएँ अनि रमाइलो पनि हुन्छ भनेर आएको। एउटाले टी सर्ट दियो, एउटाले झन्डा दियो लगाए। एउटाले चाहिँ टी सर्ट दियो अनि एउटाले चाहिँ झन्डा दियो अनि बोकेर रमाइलो गर्नको लागि तपाईँ हिँडेको। अब के गर्नु त, रमाइलै हुँदो रहेछ। रमाइलो टी सर्टमा पनि शेरबहादुर देउवाको फोटो छ र हातमा अनि नेपाली काङ्ग्रेसको झन्डा छ। यो चाहिँ तपाईँले रहरले ल्याउनु भएन, अरूले दियो लगाइदिनु पर्यो। लगाइदियो नि, पानी परिरहेको थियो। अब आफ्नो लुगा भिज्छ भनेर टी सर्ट राम्रै रहेछ होइन, राम्रो छापेर रहेछ। अब यसो हेर्दाखेरि लगाइदिउँ जस्तो लाग्यो, सबै लगाइरहेको रहेछ। लगाइदिउँ भनेर लगाइदिएको। झन्डा चाहिँ अब मैले कसलाई दिनु, यसो बोकिदिउँ न, मान्छेहरू हाइलाइटमा आओस् भनेर हो क्या झन्डा बोकेको चाहिँ। तपाईँले चाहिँ जसरी पनि चर्चामा आउनु छ त्यसमा तपाईँले होइन, मलाई चर्चामा आउनु छैन होइन। मैले यसो हेर्दाखेरि चाहिँ अब हुन्छ नि, बुढो आए जस्तो छ है, ल बुढो आए जस्तो छ है, ल तपाईँ अब नेपाली काङ्ग्रेसको अहिले यहाँ आउँदै हुनुहुन्छ। तपाईँ चाहिँ रोज्नु पर्यो भने शेरबहादुर देउवालाई रोज्नुहुन्छ कि बालेन शाहलाई? यही बाटो पर्नु, यही र्यालीबाट? म सधैँ बालेन शाहलाई हो नि। बालेन बाहेक अरूको त विकल्पै छैन नि। नेपालमा प्रधानमन्त्री हुन बालेन बाहेक अरू कोहीसँग क्षमतै छैन क्या। बालेन शाहलाई हो नि। बुढालाई पनि अलिअलि सपोर्ट त गर्ने हो, गरे पनि हो। के गरे बुढाले लास्ट पैसा जम्मा गरेछन् कि। तपाईँ जेन्जी आन्दोलनमा हुनुहुन्थ्यो कि हुनुहुन्थेन? शेरबहादुर देउवाको घरमा पैसा भेटियो भन्ने त्यो सत्य हो कि झुटो कि के हो? सत्य हो नि यार। त्यो हाम्रो साथीहरूले होइन त्यति पैसा ल्याएको रे क्या। अब म त गएन, म त बसिरहेको थिएँ घरमै, लाइभ साइभ हेरिरहेको थिएँ होइन। तर हुन्छ नि त पैसा चाहिँ रियल रहेछ। बुढा धनी रहेछन् क्या, भ्रष्टाचार गरेरै जम्मा गरेको होला हुनु चाहिँ। आयो यताबाट, आयो यताबाट। बेरोजगार केटाहरूको हालत
यहाँ पनि कुटपिट गर्ला नि तपाईँले चाहिँ अब राजसभा भनेर अब काङ्ग्रेसको टी सर्ट लगाएर अनि राजसभालाई भोट हालेको भन्दै यहाँ आएको मान्छेहरू मध्ये होइन 90% राजसभालाई नै भोट हालेको छ क्या। यो त यसो हुन्छ नि त, खै के हो यो भेटघाट जस्तो रमाइलो पार्टीको पनि रमाइलो हुँदो रहेछ, भेटघाट यताउति गाना भजन होइन त्यसै हो। यहाँ आएको मान्छेहरूले सबैले काङ्ग्रेसलाई सपोर्ट गर्दैन क्या, मै गर्दिनँ, मलाई थाहा छ नि। एउटा मूर्ख अर्को पटमूर्ख र महामूर्ख। भन्नुहोस् शेरबहादुर देउवालाई स्वागत गर्न आउनु भएको रहेछ तपाईँहरू, किन हो यस्तो धेरै माया? माया त यहाँ ज्यान दिनलाई तयार हो, माया त सामान्य हो। कान्छी श्रीमती जीको घरमा स्वास्नी फर्किन चाहिँ उताबाट सँगै अनि यहाँ रहेछ नि त नेपालमै। भेटिएको पैसाको बारेमा चाहिँ के भन्नुहुन्छ तपाईँ? त्यो खेगो भनेर अदालतले भनिसकेको छ। अदालत 80 वर्ष पुगेका शेरबहादुर देउवा चाहिँ अगाडिबढी त्यहाँ गाडीमा हुनुहुन्छ, गाडीबाट माथि टक्क उहाँले चाहिँ यसरी निस्केर चाहिँ नमस्ते गर्दै गर्दै आइराख्नु भएको छ। नमस्ते सन्चै छ। अब हेर्नु है, अब नेपाल पुलिसलाई मेन्सन गर्न सक्छ रे साथीहरूले, हेर्नु लाउनु भएको छैन नि त। अब शेरबहादुरको हालत के हुन्छ त त्यसो भए? आज जनताको भिड देखेर चाहिँ शेरबहादुर देउवा बहुत हौसिएका छन्। तपाईँको जिन्दगीभर नाच्ने शेरबहादुर देउवा आज जनताको अगाडि हात हल्लाएर हाँस्दै आएका छन् भने हो त कुरो ठिक हो त। त्यो जनता अगाडि हाँस्नु भनेको ती जनता, उहाँको अगाडि पछाडि लाग्ने जनता को थाहा छ? सबै बाख्रा। ढेडबाट बाख्रा पुग्यो। बाख्रा किन बाख्रा भने थाहा छ? गगन थापाले गाउँभरिको बाख्रा जम्मा गरेर कृषिबाट लोन खायो 72 करोड हो। अब उहाँ त्यही बाख्राको चाहिँ झोल खाएको बने प्रधानमन्त्री 5 चोटि, अनि उहाँहरू पछाडि लाग्ने पनि त्यही बाख्राको मासु खाएर पछाडि लाग्नु भयो। बुढोलाई थाहा रहेछ बरु। शेरबहादुर जी पश्चिमको राजकुमार भनेर बिपी कोइराला भन्नुहुन्थ्यो। राजकुमार अनुहार त्यस्तै छ, बोली त्यस्तै छ, राजकुमार भन्नै पर्ने खालको। रन्डी बुढो हेरेर त्यहाँ मक्ख हाँसी अरे पक्क दिनु भने त्यसलाई। वाह क्या मुस्कुराहट है, जैसे मुंह में लिया हो आज ही। मान्छेहरू कहाँबाट आए यी मान्छेहरू? नेपालबाट। रतनीले गर्छ नि, रतनीले गर्छ। रियल हो कि फेक हो? खासमा रियल हो नि। पैसा बुढा धनी रहेछ नि, भ्रष्टाचार नि गर्यो होला नि होइन। अब पोस्टमा भएको मान्छेले गर्छ। सानोमा के होइन, आमाले तरकारी किन्न पठायो भने नि होइन 20 रुपियाँमा तरकारी किन्न पठायो भने फिर्ता आएको 5 रुपियाँ आफैले राख्छ क्या बच्चाले होइन। बच्चादेखि नै भ्रष्टाचार हुन्छ भने नेपालमा। बात त सही है। शेरबहादुर देउवाको घरमा लुक्न कुद्न र त्यहाँनिर चोरी डाकैती गर्न पनि धेरै गगन थापाको कार्यकर्ता र अब पालो शेरबहादुर देउवाको घरमा भनेर पठाउने पनि यही गगन थापा हो। अरे बाप रे, ये तो धोती खोल रहा है। बाख्रा कोख त चलाउन नसक्ने मान्छेले कहाँबाट नेपाली काङ्ग्रेस जस्तो पार्टी चलाउँछ गगन थापाले? कुरा त सत्य हो नि, ऋण लिएकै हो, बाख्राकोट भनेर पालेकै हो, छैन अहिले। एउटा सामान्य भन्दा सामान्य दिदीबहिनीहरूले 50-60 वटा बाख्रा हाम्रो गाउँमा गोठ चलाएर हिँडेका छन्। त्यसको आम्दानीले परिवार पालेका छन्। सामान्य भन्दा सामान्य त्यो औकात त छैन। सेरे झोलेले पैसा कति खुवाएछ म चाहिँ भाषण गर्नलाई। काङ्ग्रेस दास र लासहरूको पार्टी होइन। हामी गगन थापा जस्तो लास र गगन थापाको दास पनि होइन। ब्याटल गगन थापालाई किन गाली गर्छौँ? गाली गर्नै पर्दैन होइन र? गाली गरे भने झन् उसलाई महत्त्व दिएको हुन्छ। गगन थापाजी नभए भए पार्टी माटोमा जान्थ्यो अरे, अनि अहिले चाहिँ कहाँ गयो त पार्टी? कहाँ गयो? यहाँ शेरबहादुर देउवालाई स्वागत गर्ने न्युले शेरबहादुर देउवा हेर्न आउनुभयो, रमाइलो गर्न आएको। पुलिसले के गर्छ, जनताले के गर्छ होइन, कसरी गर्छ भन्ने कुराहरू चाहिँ रमाइलो गर्न आएको क्या। अलिक छिटो आइदिए हुन्थ्यो, पानी आइरहेछ, घर जानुपर्ने। अब शेरबहादुर दाइले अरूलाई फिल्म यो चाहिँ हाम्रो जिल्लाको कान्छाराम तामाङको भाषण सुनौ। यो पनि सेरेको पछि फेरि एकदम छैन, फेरि गगनसँगै चुनाव लड्छु भन्छ। अब यहाँ पनि
एकचोटि गगन कुमार थापालाई चाहिँ फिल्म राम्रो हलमा लगेर फिल्म हेराइदिनुहोस्। शेरबहादुर देउवा र गगन थापामा को मनपर्छ तपाईँले? मलाई शेरबहादुर देउवा। हामीले 24 लाई सम्झ्यौं भने हाम्रो सभापतिलाई मार्न मात्रै बाँकी राखेर गरिएको साङ्घाई आक्रमणको त्यो दिनबाट सुरु भएको रोड म्याप त्यो ट्रेलर हो, फिल्म सुटिङ छ। हजुरको स्वागतमा एकदमै मुंह से सुपारी निकाल के बात के बुझ्यो तपाईहरुले? मैले त एउटा केही अक्षर पनि बुझेन कि एउटा के अक्षर पनि। मैले भने त हाम्रो गाउँतिर त यस्तो बोल्ने मान्छेलाई त लाटा भनेर भत्ता दिन्छ क्या। इसके मुंह में पैदाशी सुपारी है, ये तोतला है। भेड़ा भने यही हो क्या कसम। दिस इज माय मेसेज टु ऑल दिस भेडाहरुको जमात, झोलेहरुको जमात। यसमा केही न केही त राजनीति चलखेल त भइराकै छ है, फेरि भइराकै छ फेरि। अब के हो त्यो सरकार जानु न हैन, जे गर्नुपर्ने सरकारलाई थाहा होला। को मान्छेलाई खोरमा हाल्नुपर्छ, कोलाई निकाल्नुपर्छ, कोलाई थुन्नुपर्छ, त्यो पक्कै पनि सरकारलाई थाहा हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। सो अब हेर्दै जाउँ न बिस्तारै। भर्खर 2-4 महिना हुँदैछ, 5 वर्षको टाइम छ। 5 वर्षभित्र के गर्ने रहेछ हाम्रो सरकार, हाम्रो प्यारो बालेन दाइको सरकारले के गर्दो रहेछ हेरौँ। त्यसपछि अर्को चुनावमा सोचौँला नि त। सो कस्तो लाग्यो भिडियो? लाइक, कमेन्ट अनि च्यानल सब्सक्राइब गर्नु होला। नेक्स्ट भिडियोमा भेट्नेछौँ। बाई बाई, थ्याङ्क यू।